आज हाम्रो यो 8औं वार्षिक उत्सवको उपलक्ष्यमा आज हामीले एउटा वाकाथन प्रोग्राम गर्दैछौँ। हाम्रो नेपाल क्यान्सर हस्पिटलको मुख्य उद्देश्य भनेको एउटा नेपाली क्यान्सर बिरामीको उपचार नेपालमा नै गर्न सकुन् भन्ने र क्यान्सर भन्ने रोगलाई निको गर्न सकिन्छ र नेपालमै सम्भव छ भन्ने सन्देश साथ हामीले स्थापना गरेका थियौँ। र हरेक वर्ष हामीले यही मेसेज दिनको लागि चाहिँ हाम्रो यो 8औं वार्षिक उत्सवमा विभिन्न कार्यक्रम गरेर हामीले मनाउने गरिरहेका छौँ भने यसपटक पनि हामीले यो वाकाथन प्रोग्राम गरिरहेका छौँ। र मेरो सर्टकटमा भन्ने हो भने क्यान्सर रोग एउटा दीर्घ रोग हो। यो पनि अरू रोग जस्तै समयमा उपचार गर्यो भने निको हुने रोग हो र यसबाट बच्न पनि सकिन्छ र यो सबै नेपालमै सम्भव छ भनेर म यस हाम्रो यो एनिभर्सरीको उपलक्ष्यमा यहाँहरूलाई सन्देश दिन चाहन्छु। धन्यवाद। यो हाम्रो यो नेपाल क्यान्सर हस्पिटल स्थापना भएको 8औं वार्षिक उत्सव हो। यसको उपलक्ष्यमा हामीले यो जनचेतनाहरू जगाउनलाई, क्यान्सरको जनचेतना जगाउनलाई एउटा यो वाकाथन प्रोग्राम गरेको छौँ। यो हामीले हरेक वर्ष गरिरहेछौँ। हरेक वर्ष विभिन्न ठाउँहरूबाट हामी यो वाकाथनहरू गर्छौँ, जसले चाहिँ क्यान्सरको जनचेतनाहरू बढाउने, होइन, क्यान्सरको बारेमा जनचेतनाहरू बढाउने। अनि क्यान्सर सर्भाइभ, यसमा हाम्रो यो वाकाथनमा हाम्रो क्यान्सर सर्भाइभर्सहरू पनि धेरैजना हुनुहुन्छ, हाम्रो डक्टर्सहरू हुनुहुन्छ, हाम्रो सहकर्मीहरू सबैजना हुनुहुन्छ। त्यसले गर्दा एउटा क्यान्सरको अवेरनेस बनाऊ, जसले गर्दाखेरि चाहिँ क्यान्सरको समयमा नै पहिचान भएर, समयमा नै चेकहरू भएर, समयमा नै उपचारहरू गर्नु पायो भने होइन राम्रो उपलब्धि होस् भनेर चाहिँ यो एउटा सानो अभियान हो। यो नेपाली जनतालाई म के भन्न चाहन्छु भन्दाखेरि क्यान्सर भनेको एउटा यस्तो रोग हो जसमा चाहिँ हामीले जब पहिचान हुन्छ अलि ढिलो हुन्छ। त्यसैले हामीले के गर्नुपर्छ भन्दाखेरि समयमा नै यसबाट सचेत भएर यसबाट कसरी रोक्ने भन्ने त्यो कुराहरूमा पनि हामी अगाडि लाग्नुपर्छ। किनभने हाम्रो जस्तो देशमा हामीले उपचार गर्दाखेरि धेरै खर्चहरू हुन्छ। उपचार भन्दा पनि सबभन्दा राम्रो भनेको चाहिँ यसको जनचेतना बढाएर यसलाई रोकथामतिर लागेर र जति सक्छ यसलाई प्रारम्भिक अवस्थामा पत्ता लगाएर अगाडि जानु राम्रो हुन्छ। कम भएको होइन, कमजोर भइसक्यो यार। पैसा त त्यति धेरै छैन हामीसँग, खर्च त अलिअलि लाग्छ तर आत्तिहाल्नु पर्दैन। यो नेपाल क्यान्सर हस्पिटलमा नेपाल सरकारले क्यान्सर रोगका बिरामीहरूलाई प्रदान गरेको विपन्न नागरिक उपचार सेवा पनि उपलब्ध छ। त्यसैले पिर नगर्नु, राम्रोसँग उपचार गराउनुहोस्। उपचार गराएपछि ठिक भइहाल्छ नि। नेपाल क्यान्सर हस्पिटलबाट हरेक वर्ष हामीले यो वार्षिकोत्सव हामीले मनाउँछौँ। अनि यसपालि पनि हामीले यो 8औं वार्षिकोत्सव मनाउँदैछौँ र यसमा हामीले हरेक जनचेतना कार्यक्रम हामी गर्छौँ। अब आज चाहिँ हामीले त्यसै अन्तर्गत हामीले आज वाकाथन हो। यसबाट चाहिँ हामीले जनमानसमा चाहिँ क्यान्सर इज क्युरेबल, क्यान्सर लाग्यो भनेमा डराउनु पर्दैन, क्यान्सर नेपालमै निको हुन्छ, विदेश क्यान्सर लाग्दैमा विदेश जानु पर्दैन भनेर हामीले एउटा मेसेज दिनको लागि पनि हामीले यो कार्यक्रम गरेका।